के अरे यस्तो गरेर सुतिरहेको थियो पर म्यामले चाकमा लाठले हान्थ्यो त्यही भन्थ्यो कसलाई दिव्यासले अनि दिव्यासले फेरि यो म्यामले मलाई पिच्ची भनेर राघवले भन्यो अनि फेरि राघव फेरि अर्को स्कुल गएको थियो अरे जस्तै राखेर म्यामले दिव्यासलाई एक पन्च हानेर म्यामले हान्थ्यो कसले एक पन्च हानेर त्यत्रैले अनि स्कुल जान राम्रो कि घर बसेर यस्तै खेल्न राम्रो खेल्न राम्रो हुन्छ स्कुल जान किन राम्रो हुँदैन स्कुल जानलाई किन राम्रो हुँदैन कसले किन हान्दो रहेछन् म्यामले जहिले सोच्छन् हान्छन् गल्ती गरेर त हान्छन् होला के सोध्नुहुन्छ त म्यामले सिक्सको टेबल आन्न कोलाको टेबल नम्बर ल्याउनु मलाई अनि सुशान्तलाई स्कुल जान राम्रो कि यस्तै खेल्न राम्रो यता हेरेर भन्नु पर्यो यस्तै खेल्न अनि ऋतिकलाई स्कुल जान राम्रो कि यस्तै खेल्न राम्रो दुइटै अब त दसैँ बिदा भयो होइन अब यस्तो घर कति बन्ने होला नि तिहारको लागि पनि अर्को घर हुन्छ होमवर्क कति आयो होमवर्क त ज्याछ कति सक्छ हामीलाई चाहिँ पेज नम्बर देखिदिए हामीलाई त पेपरबाट कति थोरै छ हामीलाई सब एउटा पेपर देखिए सबको पेज नम्बर देखिदिए अब यस्तै मेहनत गरेर पढेपछि राघव पिटाइ खाइन्थेन होला है यो त झन् पहिला टिया के हुन्छ भन्ने ढेल भन्यो त्यस्तो फोहोर बोल्नु हुँदैन हामीलाई सोध्ने बेला त्यस्तै भन्थ्यो अहिले